नेपाललाई एकदम खुसीको खबर आएको छ। यो खुसी हो क्रिकेटको दुनियाँको। अहिले चर्चा चलिरहेको छ कि इङ्ल्यान्ड जस्तो विश्व क्रिकेटको शक्तिशाली टेस्ट कन्ट्री नेपालसँग T20 सिरिज खेल्न उत्सुकता देखाएको छ। यदि यो सम्भव भयो भने नेपालको क्रिकेट इतिहासकै ठुलो उपलब्धि हुनेछ। किनभने केही वर्ष अघिसम्म नेपाल एसोसिएट नेसनको रूपमा सङ्घर्ष गरिरहेको थियो, तर आज विश्वका ठुला राष्ट्रहरूले पनि नेपाललाई गम्भीर रूपमा लिन थालेका छन्। नेपालका युवा खेलाडीहरूको मेहनत, समर्थकहरूको माया र पछिल्ला उत्कृष्ट प्रदर्शनले गर्दा आज यो सम्भव भएको। यदि इङ्ल्यान्डसँग सिरिज भयो भने यसले नेपाली क्रिकेटलाई विश्वभर अझ ठुलो एक्सपोजर दिनेछ। यसले नयाँ खेलाडीलाई प्रेरणा मात्र होइन, नेपालमा क्रिकेटको भविष्य अझ बलियो बनाउने विश्वास पनि छ। एक समय थियो जब नेपालले विश्वस्तरीय टोलीसँग खेल्न सपना देख्थ्यो। आज त्यही सपना बिस्तारै वास्तविकतामा बदलिँदैछ। तपाईँलाई के लाग्छ, नेपालले अब ठुला टेस्ट राष्ट्रलाई हराउने क्षमता राख्छ कि राख्दैन? कमेन्ट गरेर भन्नुहोला।